अब चाहिँ हामी जाँदैछौँ नेपालगञ्जको होली कस्तो हुन्छ भनेर देखाउनलाई। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ होली होइन, तराई होली। सबैजनालाई होलीको शुभकामना। यहाँ चाहिँ छन् हाम्रा होली मनाउनेहरू। स्क्रिप्ट बनाउनु पर्छ। राम्रोसँग लगाइदिन्छ भन्ने हामी। ह्याप्पी होली देवकी, ह्याप्पी होली, ह्याप्पी होली। इनको थोलो कस्तो भइरहेछ यिनीहरू कस्तो छैन। अब चाहिँ हामी जाँदैछौँ नेपालगञ्जको होली कस्तो हुन्छ भनेर देखाउनलाई। ह्याप्पी होली। खै गएको ह्याप्पी होली। ल ल ल ल ल होली त छैन भनेको होइन त नि। लाउनै त पर्यो नि। मेकअप गरेर आएछन्। मेकअप चाहिँ जाँदैन ल। ह्याप्पी होली ल। ल मलाई पनि अबिर कस्तो महँगो बस्न आउने अबिर हो। अबिर बसेर राख है अहिले। पिङ्क लगाइदिन्छ। ह्याप्पी होली। दामी बुढा मात्रै होली गाडी राख जाइ न। बुकेर हाल्छु। अघि नै आउँदैन नि त अनि। अघिलाई कल गर न, आउँछु भन्दै थियो। कल गरेछ। के भन्यो? आउँछु भने कहाँ हो गाडी चाहिँ? अब यता चाहिँ डुलामा म्युजिक सिजिक छैन रे। छैन रे, यतिकै बसिरहेको दीपक र रोसियार लगाइदिए। एकचोटि ह्याप्पी होली भन न। ह्याप्पी होली। भयो? Run. कैसा लग रहा है? कैसा लग रहा है? अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रख। कैसा लग रहा है? हमारे साथ अन्याय हुआ है। किन भिडियो बनाउँदैन फेरि? बनाउनु पर्ने। ब्लगर ह्याप्पी होली, ह्याप्पी होली। ले ह्याप्पी होली। यहाँ बान्नु अनि ट्युन चाहिँ सिमिलर हो। यता चाहिँ सबै गीतमा आन्टी एउटा कस्तो राम्रो नाच्ने टाउको मलाई
हामी चाहिँ न्यु इयर जाँदैछौँ तर केही छैन जस्तो लाग्यो यो प्रडक्ट चाहिँ खासै कस्तो आज गोली एक्सप्रेसन हेरेरै थाहा हुन्छ तिमी भन राम्रो छैन फोहोर जस्तो रमाइलै भएन यस्तै हो हाम्रो यो प्रडक्ट पनि राम्रो भएन हाला म्याटी भन न हाला म्याटी भन न होइन रोशनीले हाला म्याटी आमा पनि चिन्नु निस्किले भन सम्पूर्ण देश विदेशमा रहनुभएको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई होलीको धेरै धेरै शुभकामना छ। चाहिँ हामी होलीको लागि बाहिर गएको थियौँ। खासै रमाइलो भएन, सायद भोलि हुन्छ अरे आज, किनभने चन्द्रग्रहण लागेकोले दिन राम्रो छैन भनेर चाहिँ भोलि हुन्छ अरे होली। भोलि चाहिँ म जानेवाला छैन। आज चाहिँ जति पनि देखाएको छु तपाईँहरूलाई देखाएको छु। भिडियोहरू हेरिसक्नु भयो होला, कृपया हेरेर माया गरिदिनु होला। बाई बाई।